हेलो साथीहरु, दर्शन नमस्ते, वेलकम एन्ड वेलकम ब्याक टु माई युट्युब च्यानल। फेरि पनि म आइसकेको छु न्यू डे एन्ड न्यू भिडियोको साथमा। आज चाहिँ मैले ब्लग स्टार्ट गरेको छु बाहिरबाट हैन। बाहिरबाट पुरै के रे सामान किनेर आएर स्टार्ट गरेँ के। अगाडि नै स्टार्ट गर्थेँ मैले ब्लग। त्यहाँ अगाडि चाहिँ के भएछ नि, के रे पुलिसले मान्छे पक्रिरहेको रहेछ क्या। अनि त्यसपछि मलाई त्यहाँ भिडियो बनाउनु डर लाग्यो। च्याप्पै समाएर लगिदियो भने त लगिदिइहाल्यो नि होइन। त्यही भएर अनि अलि ओर आएर चाहिँ भिडियो स्टार्ट गरेको। अहिले जाँदाखेरि नि मैले भिडियो बनाउँथ्यो, तर जाने बेलामा चाहिँ एकदम घामले बेसरी उ गरेको थियो क्या। आँखै हेर्न भएको थिएन अनि घाम एकदम चर्को लागेको छ। त्यही भएर मैले अघि भिडियो बनाएन। अनि अहिले फर्केर आउँदाखेरि चाहिँ भिडियो बनाएको साथीहरू है। म खास गएको चाहिँ पास्ता लिनको लागि हो। पास्ता मैले चाहिँ अहिले खाना खाएँ, हिजो बेलुका खाना थियो, त्यो खाना खाएर अनि फेरि पास्ता किन्न गएँ क्या। अब 5-6 बजीतिर भोक लाग्छ होइन। अनि 5-6 बजीतिर त फेरि खानु पऱ्यो नि त। त्यही भएर चाहिँ म पास्ता लिन गएको। अनि एउटा के अरे लाबन ल्याएको छु। अब लाबन खान्छु अनि त्यसपछि रुममा जान्छु है त साथीहरू। झ्याप्प लाएर रुममा गएर पास्ता बनाउनुपर्छ अनि खानुपर्छ। लाबन खान्छु साथीहरू है। म्याङ्गो फ्लेभरको अलिक ठिक लाग्छ है मलाई। त्यही भएर बाहिर ल्याउँदाखेरि गर्मी पनि भएको छ है एकदमै। अघि पसल गएकोदेखि नै मैले भिडियो बनाउँथेँ क्या साथीहरू। त्यहाँ भिडियो स्टार्ट मात्र गरेको थियो, पुलिसको भ्यान आयो। अनि पुरा पुलिसको भ्यान के अरे मान्छे लखेटिरहेको थियो क्या। अनि दुईवटा केटा र एउटा केटी चाहिँ मेरो अगाडि नै त्यहाँ टुङ 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 दौडिरहेको थियो। अनि शङ्का त गरेँ केही त पक्कै भएको छ भनेर। दुईजना केटा अनि एउटा केटी मान्छे दौडिरहेको थियो। अनि पछि त पुलिसको भ्यान दौडिरहेको छ। आमा मलाई त डर लागेर यार भिडियो सिडियो नबनाइकन सुई आफ्नो बाटो हिँडेँ कि। अनि यतापट्टि आएपछि त त्यो त्यहाँ घर के अरे एउटा ठुलो बिल्डिङ बन्न लागेको छ। त्यो बिल्डिङको भित्र के एउटा ब्याग फुत्तै फालेर भाग्यो ती दुईजना। अनि म त नदेखा जस्तरी हिँड्यो सुई। फेरि अहिले मलाई सोध्यो के अरे पक्रेर सोध्यो भने तनाव हुन्छ भने। र साथीहरू म चाहिँ रुममा आइसकेँ होइन। त्यहाँ लाबनतिर पनि रुममा आइसकेँ। मैले ल्याएको सामान चाहिँ हो साथीहरूले तिम्रो पास्ता हो होइन। 2 प्याकेट ल्याएको छु। अब यसलाई टक्क बोइल गर्छु। अनि त्यसपछि यसो खासै राम्रोसँग बनाउनु त आउँदैन पास्ता, तैपनि बनाउन कोसिस गर्छु है त। सर्वप्रथम चाहिँ अब पानी हाल्नुपर्ने हुन्छ पास्ताको लागि। देब्राहरू सुतिरहनु भएको छ है, त्यही भएर डिस्टर्ब हुन्छ भनेर मैले भिडियो बनाइनँ, स्टार्ट गरेन। पहिला म पानी बसाल्छु। पानी बोइल हुन्छ। पानी बोइल भइसकेपछि अनि सर्लक्क लगाएर के हाल्छु भन्दाखेरि पास्ता हाल्छु। पास्ता बोइल गर्छु होइन। अनि त्यसलाई चाहिने सामानहरू काटकुट गर्छु, रेडी गर्छु। छुट्टीको दिन त्यति त गर्नु पऱ्यो नि साथीहरू होइन। ल साथीहरू, पानी चाहिँ उम्लिसकेको छ है। अब यो त्याग्नु पऱ्यो, त्यागपुट गरेर हाल्नु पऱ्यो। तेल पनि हाल्नुपर्छ यार, नत्र त्यही त फेरि स्यालेकै टार्सिन्छ त नि। अहिले तेल हालेको पनि तेल 10 मिनट जति चाहिँ अब त्यसलाई राख्नु पऱ्यो त्यहाँनिर मजाले होइन। अनि यसलाई छान्नुको केमा हो भने यसमा हालेर राख्नु पऱ्यो। जाली थियो क्या, जाली भएको कहाँ मजा हुन्थ्यो यार छान्नु। जाली नै छैन चाहिँ किचनको हालत त हाम्रो देख्नै पर्दैन है। जोक छ यार। अब यस्तो गर्छ अहिले यसले यस्तरी छान्दै निकाल्छु। त्यो ठुलो खालको जाली नै छैन यसले यस्तो छानेर निकाल्नु। यहीँ राख्नु न एकछिन, पछि यता घुम्ने रहेछ पक 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 लगाएर।
भेजिटेबल काट्नु पर्ने भेजिटेबलै काटेको छैन क्या मैले। यसो 10 मिनट यसलाई टाइम दिउँ, 10 मिनटपछि यो भइहाल्छ। प्याज स्याज काट्ने हो, कति बेर लाग्छ प्याज काट्ने, फुलपात गर्ने सबै रेडी गरिहाल्नु। त्यो पाक्दा पाक्दै चाहिँ मैले अलिकति काटिहाल्छु हो झ्याप्प लाएर। अरे भाइ अच्छा ठिक छ। सलाम अलैकुम। च्याट्टा लाएर हैन। यो पाक्दा पाक्दै चाहिँ म किचनबाट एउटा गीत गाएर सुनाउँछु त। ओहो हो तिम्रो दिन भन्दा झल्को रातैमा, ओहो हो तिम्रो हाँसोको फोटो साथैमा। हुन लाग्यो है साथीहरू, हुन लाग्यो अब चाहिँ। अब यसरी निकाल्ने हो क्या साथीहरू, यस्तो गर्ने हो होइन। चिसो पानी हालेर राखेको छु क्या मैले। अहिले हात लुत्तै गल्यो भने त तनाव भयो होइन। पास्ता खाने हो कि अनि भिँडो खाने हो थाहा छैन। भिँडो आटो ल यहाँ चाहिँ तात्न सुरु गरिसक्यो होइन। पखालिसकेँ, अब तेल हाल्नु पर्यो। यति तेल त हाल्नु पर्ला। अस्ति यहाँ तेल राखेको थियो, तेलै कसले छिट्यायो अनि आधी जस्तो तेल हालेर भाँडामा है। यताबाट लान बिर्सेको थियो, कसले छिट्यायो। धुवा छुटेको छ त, यहाँ तातै छैन त यार राम्रोसँग। के भइरहेको छ यता? चन्नेको भयो त बनाउँदा पास्ता त 2 प्याकेट बनाइदिएको। ल पास्ता रेडी भइसक्यो साथीहरू, देख्न सक्नुहुन्छ हैन। मैले पास्ता तयार गरिसकेँ। अब यसलाई खाने चाहिँ एकछिन पछि, अहिले भोक लागिसकेको छैन हैन। ल पर्छ टेस्ट गर्ने हैन, टेस्ट गर्नु त बन्द दिनु राम्रो ठीक है। नाइन भाइ म एक्लै हो यो। के कमी छ? ये त कमी छ के? नुन अलि नलाग्यो, कमी रहेछ। अलि नुन कमी हो। अलि नर्मल जस्तै हो, ठिकै छ है। एक पिरो पनि कम। अब मेरो चाहिँ खानेपालो अहिले आउँछ हैन। देउता उठेको छैन नि, देउता उठिसकेपछि अनि मैले पनि खाना सुरु गर्छु। अघि म खाएर फुल भइसकेको छु के। एकदम के भन्छ त्यो हिजोको भात थियो, राँगाको मासु अनि कुखुराको मासु छोडेर अनि कहाँ पास्ता खान्छ र
पहिला चाहिँ के खाएँ होइन, त्यसपछि मैले पास्ता बनाएर राखेको, अहिले एकछिनपछि खान्छु। खाँदा खाँदै आदि भयो पास्ता त। अनि नुन चाहिँ कम पर्छ मात्र ठिक छ। खाएको खाँदै हो आज दिनभरि।